ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म उठिसकेँ होइन। आज मेरो क्लासै क्यान्सल भयो, बिहानै उठेको अनि दुई तिनचोटि उठेँ मेरो। आज बिहानै क्लास थियो नि त 9 बजे अनि म अझै बिस्तारामै छु है। अझै म उठेकै छैन होइन। तर क्लास जानको लागि चाहिँ म बिहानै उठेको थिएँ, तर आज मेरो चाहिँ क्लास बिहानै क्यान्सल भयो है। त्यही भएर चाहिँ फेरि सुतेको म। अनि आज फेरि क्यान्सल किन भयो भन्दाखेरि चाहिँ आज वेदर चाहिँ एकदम खराब छ कि, बाहिर पुरै स्नो परेर होइन, कति इन्चीसम्मको स्नो परिरहेको छ म देखाउँछु होइन। तर लास्टै स्नो परेको छ, त्यही भएर आज चाहिँ क्यान्सल भयो क्लास। म चाहिँ बाहिर देखाउँछु है कस्तो स्नो परेको छ। लुक एट दिस गाइस, यति धेरै स्नो परिरहेको छ नि। पुरै अहिले त सबै गाडी निक्लेर खाली देखियो है। यो पुरै भरेको छ, गाडी कति माथिसम्म छ क्या त्यो स्नो, बाहिर त हिँड्नु सक्नु नै छैन। त्यही भएर चाहिँ आज बिहानै क्लास क्यान्सल गरिदिएको छु। हाम्रो चाहिँ यस्तो खराब वेदर भयो भने चाहिँ क्लासहरू चाहिँ क्यान्सल गरिदिएर हुन्छ। त्यहाँदेखिको चाहिँ अब दिउँसो 12 बजीसम्मको लागि क्यान्सल गरेको छ। अब यदि 12 बजेपछि क्लास छ भने चाहिँ क्लास जानुपर्छ। त्यही हो, यस्तो स्नो परेको छ है बाहिर। आज यति स्नो परेर अनि पुरै क्लास चाहिँ क्यान्सल भयो बिहानैबाट होइन। अनि यो आज त्यो विन्टर एडभाइजरी भएको छ, स्टेट भएको छ क्या। यो यस्तो वेदरहरूमा चाहिँ कलेजहरू बन्द हुन्छ बिहानै। म चाहिँ अहिले खाना खाएर बसेको है। खानासाना खाएँ घरमा बसेर। अनि यसै बाहिर स्नो परिरहेको थियो, क्लास पनि क्यान्सल भयो। अनि बाहिर बसेर बाहिर टुलुमा त गरौँ, घरमै बसेको ठिक भनेर यसै घरमा बसेको छु। बाहिर घाम पनि देखिन थाल्यो अब चाहिँ। यो स्नो परिरहेको छ, त्यही पनि यो स्नोले त्यस्तो खासै त्यो चिसै हुने खालको स्नो पनि छैन क्या। यो फेरि छुँदाखेरि चाहिँ चिसो छ है, तर जे होस् जाडो चाहिँ त्यस्तो खासै जाडो भएको छैन। अब म चाहिँ अब यसै बसिरहेको छु। अब स्नो सकिएपछि यो क्लियर हुन्छ होला नि त। अनि क्लियर भएपछि फेरि कलेजतिर जानुपर्ने छ, त्यो क्लास पनि छ। अनि क्लास गएर अब 12 बजीसम्म मात्रै क्लास क्यान्सल भयो नि त, त्यसपछि त सबै क्लासहरू भइरहेको हुन्छ। त्यही हो, अब क्लास जान्छु। जस राम्रो देखिरहेको छ स्नो पर्दाखेरि चाहिँ। बाटो चाहिँ चिप्लो छ होला, गाडी लिएर चलाउने बेलामा चाहिँ चिप्लिन्छ होला गाडीहरू। तर स्नो पर्दाखेरि चाहिँ जस राम्रो रमाइलो फिल हुन्छ। यो अब कति मान्छेहरूलाई स्नो नदेखेको हुन्छ नि त, फर्स्ट टाइम स्नो देखिरहेको हुन्छ मान्छेहरूले। अनि जस स्नोमा खेल्नु चाहिँ मजा आउँछ, तर जाडो पनि हुन्छ, जाडोमा यस्तो खेल्नु पनि हुँदैन। म चाहिँ अब अर्को क्लासको लागि जानलाई क्या, 12 बजेपछि त क्लासहरू सब फुल छ क्या। अब म क्लासको लागि जाँदैछु। अब बाहिर त जाडो पनि छैन अन्त, जस हिउँ चाहिँ छ अझै स्नो, तर जस पग्लिसकेको छ स्नो पनि। त्यही हो, अब अघि बिहान क्लास क्यान्सल भयो, क्लासहरू सब क्यान्सल भयो। अब जुन क्लासहरू थियो त्यो चाहिँ कन्टिन्युसली भइरहेको हुन्छ। म चाहिँ अब त्यो क्लासको लागि जाँदैछु। म चाहिँ यो गाडीको स्नो, यो माथिको गाडीमा भएको स्नोहरू खेल्दै थियो नि त, यति मान्छेसम्म जमेको छ कि है। यस्तो यो त्यस्तो खासै गाह्रो पनि छैन है, त्यस्तो साह्रै ठुलो छ, लास्टै धेरै एक्कासी यति मान्छेसम्म जमिसकेको छ। बाहिर थिएँ है, बाहिर रातिको 12 बज्यो। म बाहिरबाट आएको थिएँ अनि अहिले चाहिँ यस्तो सिचुएसन आएको, स्नो पग्लिसकेको छ, त्यस्तो खासै केही पनि छैन। अहिले त बाटोमा क्लियर पनि छ, कस्तो राम्रो देखिरहेको छ। तर सो म चाहिँ अब रुममा जान्छु। अब अहिले चाहिँ गाइज नेक्स्ट ब्लग आजको लागि यति नै भयो। यदि मन पऱ्यो भने चाहिँ लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला।
and I'll see you guys in next vlog. Thank you guys for watching. Bye bye.